जुन घरमा मम्मीहरू कडा हुन्छन् नि त्यो घरका बच्चाहरू अटोमेटिकली एकदम कडा बलिया अचानो जस्ता हुन्छन्। मम्मीले सानैदेखि उनीलाई पिटेर पड्काएर पुरा गाउँघरको अगाडि पनि केही कुरा बाँकी नराखिकन पड्काएर सबको अगाडि बिल्ला हानेको हुन्छ नि त्यो बच्चाहरूमा सहन सक्ने क्षमता एकदमै धेरै हुन्छ। अब यो संसारमा त भोलिको दिनमा हामी ठुलो भयो भने बाहिर निस्क्यो भने बाहिरी दुनियाँ त झन् यति खतम छ कि कुरै छाडिदिउँ। जसले आफ्नो घर मम्मीको गाली पिटाई ती कुराहरू सहन सक्दैन भने ऊ बिचरा केही पनि छैन। बाउभन्दा आमा कडा भयो भने ती बच्चाहरू एकदम बलिया हुन्छ। अब जुन घरमा चाहिँ आमाले ती बच्चालाई पुलपुल्याएर राखेका हुन्छन् अनि बाहिर सबको अगाडि पर्सन चाहिँ मेरो छोरी यस्ती, मेरो छोरी त यस्ती राम्री, मेरो छोरी त योमा पनि राम्री उमा पनि राम्री बाहिर आएर लेपो घस्नी हुन्छन् नि छरछिमेकमा गएर आफ्नै छोरीको प्रशंसा गरेर नथाक्ने हुन्छन् नि हाम्रो आमाहरू कस्ता भयो फेरि झ्याप्प एक कुरा थाहा पाउनु हुँदैन भ्याट्ट लाएर भनिदिने बाहिर सबको अगाडि पुरा होइन पब्लिक बिल्ला हानिदिने पब्लिक पिट्दिने त्यही भएर हामीमा चाहिँ सहन सक्ने क्षमता अनि त्यो लाज शरम भन्ने कुरा के हुँदैन। हामी कसैले यति हुने पितिक्क रुँदैनौँ। हाम्रो मुटु भनेको एकदम बलियो हुन्छ कि होइन। जुन घरमा आमाले पिल पुल्याएर त्यो पुरा त्यो सब कुराहरू राख्दै यस्तो नगर उस्तो नगर भन्दै राखेका हुन्छन् नि त्यो घरका बच्चाहरू चाहिँ भोलि कसैले यति भन्यो भने रोइदिने कसैले के भन्यो भने सहन नसक्ने त्यस्ता हुन्छन्। त्यही भएर मम्मी भनेको कडा हुनुपर्छ, थर्काउने हुनुपर्छ, पड्काउने हुनुपर्छ, सबै काम गराउने हुनुपर्छ। त्यो घरबाट त्यो फुल प्रुफ ट्रेनिङ लिएको छैन भने त्यो मान्छे भोलिको दिनमा के नै गर्न सक्ला र हो कि न। त्यही भएर मम्मीलाई एकदम थ्याङ्क यू भन्छु। पहिला त रिस उठ्थ्यो होइन, यसरी जगटाल उठाएर पिट्छन्, सबको अगाडि बिल्ला गर्छन्, लाज शरम भन्ने अलिकति इज्जत भन्ने कुरा हुन्छ, त्यस्तो बेइज्जत गर्नु हुँदैन भन्ने जस्तो लाग्थ्यो। तर अहिले आएर थाहा हुँदैछ कि मम्मी भनेको कडा हुनुपर्छ। यो थर्काउँदा पनि मुटु नकामोस् के भोलि गएर कस्ता कस्ता मान्छेहरूसँग पो पाला पर्ने हो हाम्रो होइन। जस्तै भन्छ नि मम्मीहरूले भन्छ नि बिहे गरेर गइस् भने सासु ससुरा यस्तो हुन्छ नि तैँले कसरी खान्छस् भन्नुहुन्छ होइन। अब त्यसको फुल प्रुफ ट्रेनिङ हामीले मम्मीबाटै लिइसकेका हुन्छ। हाम्रो सासूहरू त के हुन् र हाम्रो मम्मीको अगाडि नो फुल ट्रेनिङ मम्मीबाट पाइसके मान्छे हामी। ती सासु जस्तै लाग्दैन यार। के मम्मीहरूले भन्नुहुन्छ सासु त यस्ता हुन्छन् उस्ता हुन्छन् न। हाम्रो मम्मीहरूले यति धेरै ट्रेनिङ पुरा सब पुरा फुल ट्रेनिङ गरेर आएको छ हामी। त्यही भएर मम्मी भनेको कडा हुनुपर्छ। तिमीहरू टेन्सन नगर, तिमीहरूको मम्मीले तिमीलाई थर्काउँछ पिट्छ भनेर है, सब काम गराउँछ भनेर भोलि कस्तो कस्तो दिन देख्नुपर्छ तिमीहरूलाई थाहा छैन। त्यही भएर तिमीहरूको मम्मी थर्काउँछ कडा छ भने त्यो तिमीहरू भगवान्लाई पूजा गर कि मेरो यस्तो राम्रो मम्मी पर्यो भनेर बुझिस्।